पित्तको नलीमा ढुङ्गा भएर अथवा पित्तको नलीमा मासु पलाएर जुन एउटा क्यान्सर पनि हुन सक्छ। ले गर्दाखेरि जोन्डिस भएर बिरामीहरू हाम्रो हस्पिटलमा आउँछ। त्यो ढुङ्गा निकाल्ने पित्तको नलीबाट ढुङ्गा निकाल्ने एउटा प्रविधि छ जसलाई ERCP भनिन्छ। ERCP भनेको इन्डोस्कोपिक रेट्रोग्रेड कोलोन्जियोपेन्क्रेटोग्राफी यसको फुल फर्म हो। बेसिकली यो मुखमा पाइप हालेर इन्डोस्कोपी गरे जस्तै यो पाइप आन्द्राको पार्ट डियोडेनममा जान्छ। त्यहाँबाट तारको माध्यमले बैलुनको माध्यम जस्ता अरू पनि धेरै एक्सेसरीहरू हामी भन्छौँ त्यसको प्रयोग गरेर पित्तको नलीको ढुङ्गा हामी तानेर निकाल्छौँ बाहिर। यो बाहेक हामी यहाँ बढी बिरामी आउँछन् क्यान्सरका बिरामीहरू, पित्तको नलीका क्यान्सर या बिना क्यान्सरले पनि पित्तको नली जाम भई जोन्डिस भएका पेसेन्टहरू हुन्छन् जसमा ढुङ्गा नहुन सक्छ। त्यसमा हामी पाइप हाल्छौँ, रबरको पाइप, त्यसलाई हामी स्टेन्ट भन्छौँ, या मेटलको पाइप हालेर हामी पित्तको नली जुन ब्लक भएको हुन्छ त्यसलाई खोलिदिँदाखेरि मान्छेलाई जोन्डिसबाट मुक्ति पाउँछ, जोन्डिस ठीक हुन्छ हैन। त्यसपछि त्यसको कुन रोगले भएको हो, क्यान्सरले भएको हो कि बिना क्यान्सरले भएको हो, त्यसको फर्दर ट्रिटमेन्ट हुन्छ। धेरै बिरामी यस्ता पनि आउँछन् जुन क्यान्सर फैलिसकेको कारणले अपरेसन नगर्ने स्टेजमा भइसकेको केस हो, त पेसेन्टलाई त बाँच्नु पर्यो हैन। फैलिसकेपछि पनि जोन्डिस भएर उसलाई ज्वरो आउँछ, जिउ चिलाउँछ, यस्तो पेसेन्टमा हामी पित्तको नलीमा पाइप हालिदियो भने जोन्डिसको मात्रा शरीरमा धेरै कम भइहाल्छ। कसै कसै त जोन्डिस हराइ पनि हाल्छ। त्यसले गर्दाखेरि बिरामीलाई बाँचुन्जेलसम्म हैन राम्रोसँग बाँच्छन्, त्यसलाई हामी प्यालिएटिभ केयर भन्छौँ हैन। त्यही कारण मैले के भन्न चाहे भने हाम्रो पूर्वमा मलाई लाग्छ 500 जनाभन्दा बढी बिरामीको पित्तको नलीमा ढुङ्गा अड्केर पेट दुख्ने, जोन्डिस हुने जस्ता समस्याबाट आएका बिरामीको सफल उपचार गरेर घर पठाएका छौँ। त्यो बाहेक क्यान्सरका पेसेन्टहरूको पित्तको नली जाम भई जोन्डिस भएको कारणले बाँच्न एकदम अप्ठ्यारो भइसकेको, जिउ चिलाउने, ज्वरो आउने त्यस्ता बिरामीको पित्तको नलीमा प्लास्टिकको पाइप या मेटलको पाइप हालेर सक्सेसफुली घर पठाएका छौँ। धन्यवाद।